नमस्कार साथीहरु, तपाईहरुलाई खेलकुद अफिसियल च्यानलमा हार्दिक स्वागत छ। हाल भइरहेको बंगलादेशी प्रिमियर लिग 2025 को राज्यसी वारियरदेखि नेपाली स्टार सन्दीप लामिछानेले भने 2 खेल खेलेर 3 विकेट लगेका छन्। अहिलेसम्म उनले हरेक म्याचमा विकेट लगेका छन् भने यसैगरी आउने म्याचहरुमा उनी यसैगरी विकेट लग्ने हो भने उनी सर्वाधिक विकेट लग्ने सूचीमा पनि पर्ने सम्भावना देखिएको छ। र सन्दीपले चाहिँ अब आउने म्याच नोखली एक्सप्रेससँग भोलि बेलुका 5 बजे खेल्ने छन्। त्यसैगरी हाम्रा नेपाली क्रिकेट चेलीहरुको कुरा गर्दा चाहिँ क्वालिफाई आईसीसी वुमेन टी20 वर्ल्ड कप ग्लोबल क्वालिफाई भने नेपालले होस्ट गर्दैछ र यस अन्तर्गत नेपाल भने यहाँबाट ग्रुप बी मा रहेको छ, जस अन्तर्गत स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड र नेपाल गरी 5 वटा टिम रहेका छन् भने ग्रुप ए मा भने बंगलादेश, आयरल्यान्ड, पीएनजी, नामिबिया र यूएसए रहेका छन्। र केही दिन अगाडि फेसबुकमा सेकेन्ड पेज क्याम्प पनि क्यानले सार्वजनिक गरेको थियो र जस अन्तर्गत 20 जना नेपाली चेलीहरु पर्न सफल भएका थिए। अब नेपाललाई के फाइदा छ? नम्बर 1 मा र नेपालले आफ्नै होम ग्राउन्डमा खेल्छ, जस अन्तर्गत नेपालले थुप्रै म्याचेसहरु खेलेको छ अरु टिम भन्दा। र नम्बर 2 मा भने नेपाली दर्शकहरुको माया र साथ सपोर्ट भने यहाँबाट पक्कै भने पाउने छ। र बाँकी कुरा भने यहाँबाट हाम्रा नेपाली क्रिकेटका चेलीहरुको खेलद्वारा भर पर्ने रहेको छ। र यसै साथ ग्रुपमा भने निकै बलिया टिमहरु जुन अघिल्लो केही सिरिजहरु नेदरल्यान्ड, थाइल्यान्डको कुरा गरौं जुन नेपालले कुनै पनि म्याच भने जित्न सकेको थिएन यो 2 टिमलाई। र आशा गरौं नेपाली क्रिकेट चेलीहरुले यसपालि भने पक्कै नै राम्रो गर्नेछन्। यदि तपाईहरु नेपाली क्रिकेटको सबैभन्दा पहिला न्यूज अपडेट लाइभ स्कोर कार्ड हेर्न चाहनुहुन्छ भने हाम्रो यस खेलकुद अफिसियल च्यानललाई सब्स्क्राइब गरी राख्नु होला भन्दै आजको लागि यति नै। भेट्ने छौं हामी अब अर्को भिडियोमा।